हेलो नमस्ते मित्रहरू। आज चाहिँ हामी हाम्रो हल्दीबारी गाउँपालिका यो के कार्यालय हैन त्यहाँको सानो काम गरेको हुनाले हामी आएको छौँ। यसको वातावरण के कस्तो छ तपाईहरुलाई यो भिडियो मार्फत देखाउने जानकारी गराउँदैछु है त। लेट्स गो। अहिले निकै विकास भएछ यो गाउँपालिका। जब यहाँनिर गाउँपालिका कार्यालय बन्यो हैन यो आवाज एरियाको विशेष म आउनुको कारण चाहिँ मेरो हेल्थ अलिकति राम्रो भइरहेको छैन। 3-4 दिन भयो शरीरहरू स्याहारै दुख्ने र ज्वरोहरू आउने। आज चाहिँ म युरिक एसिड साथसाथै यदि इन्सुरेन्समै कभर गरेको मेरो आइरन साथसाथै तपाईँको क्याल्सियमहरू सबै चेक गर्नु पर्यो। यहाँनिर हुन्छ भन्ने कुरा छ। ल लेट्स गो। नमस्ते सर। सबै यो ओहो आकस्मिक कक्ष भने सिधा 24 आवर्स होला नि। उता आकस्मिक कक्ष होइन, इमर्जेन्सी सेवा पनि छ त। अब हामीले पर्चेस काटिसक्यौँ। यो यसो नि एउटा जानकारी गराउँ। अहिले नेपालमा जुन यो इन्सुरेन्स हेल्थ छ एकदमै सस्तोमा राम्रो सुविधा होइन त। 3500 भनेको अथवा 3000। यो चाहिँ सरकारलाई धेरै धेरै धन्यवाद। विशेष गरेर हाम्रो यो हेल्थ सम्बन्धी हाम्रो सरकारलाई मन्त्रालय स्वास्थ्य मन्त्रालय रेकर्ड गर्न 3500 मा 5 जनाको 1 सालको भनेको धेरै सस्तो क्या यो हो कि हैन। ल्याबोरेटरी यता ए उता पैथोलोजी ल्याब। यस पैथोलोजी ल्याब। सिस्टरले मेरो हेर्नुहोस् ल यहाँ सिआरटी प्रोग्राम के हो? complete dot count within 2 hours मा हो। व्यस्त हुन्छ कि आज त मैले फ्री देखेँ। सिस्टरले रेकर्ड गर्न हो गइरहेछ त। पूजा ठिकै छ नि त? पूजा भयो छ नि त? गाउँपालिका राम्रै हो। राजा उदेशको छ भन्छ अलिकति यहाँबाट अलिकति केही मेसेज छैन। हुन त हाम्रो यहाँ छ उहाँ त्यो कसैको हुन्छ तर यो धेरै चाहिँ फेरि मेरै बाजे उहाँ यो ल अब हामी जाँदा भयो कि के छ? ए भनेपछि यो अस्पताल भनेको बिहानको ल टन्सिलाइज पनि देखाउँ न उहाँबाट। त्यही लगेर पूजा त्यही छ नि त। 4 बजीसम्म त्यसपछि प्ले गर्नुहुन्छ ए त्यो हो। कता जाने के रह्यो? हाम्रो गणेश साहब नम्बर छ। रिपोर्ट आयो है? रिपोर्ट चाहिँ एकदम नर्मलै छ तर मेरो हल्का टन्सिलाइजको समस्या भएको हुनाले डाक्टरले औषध लेखिदिनु भयो। एन्टिबायोटिक साथसाथै माउथवास। सर यो हेरिदिनुहोस् त मेरो लिएर गएर चाहिँ अब दैनिक डाक्टरको सल्लाह अनुसार दबाई सेवन गर्दाखेरि इन्साल्लाह राम्रो हुन्छ होला भन्ने इन्शाअल्लाह हबिबी। यतापट्टि होइन एसी छिर्छ नि त त्यो वार पर हो नि त। अरे अडिन कति पर्यो शुल्क सर? बिमामा आयो यो भन्दा एकदमै सुविधाजनक अरू केही पनि हुन सक्छ यहाँ। साँच्चै भन्नुपर्दाखेरि 3500
वार्षिक अनुसार त्यतिमा 5 जनाको इन्सुरेन्समा यो दबाईहरू लगभग सबै फ्री नै भन्दा जिरो शुल्क न पर्ची काट्दा पैसा लाग्यो न यो दबाई लिँदा न डाक्टरलाई देखाउँदाखेरि यो भन्दा राम्रो यहाँ आउनु दुःख मात्रै पाइयो दुःख मात्रै हो है भएन नत्र भने घरमा यदि हुनु मन छैन झन् एकदम त्यसको लागि चाहिँ हाम्रो होइन विशेष गरेर कसलाई धन्यवाद It goes to the government. गभर्मेन्टलाई हो गभर्मेन्टको नीति नियमले गर्दाखेरि नै यो बनिएको हो नि त होइन? विशेष गरेर हाम्रो नेपाल सरकार गभर्मेन्टलाई नै धन्यवाद दिन चाहन्छु ल अब हामी घरतिर लाग्छौँ आजलाई यति नै